गाइज अहिले चाहिँ बिहान 5:30 भइरहेको छ होइन। अनि म चाहिँ तकुर्न हिँडेको एकछिन बिस्तारै हेर्दैछु धक्का लागेर। कोरियामा छँदा होइन 2 वर्ष भइसक्यो। म 4 बजे सुतेर 12 बजे उठ्सकेँ। अनि मलाई यो भनेको एकदम ठुलो अपर्च्युनिटी जस्तो लाग्छ। सो नेपालमा छु अहिले होइन, भ्याकेसनमा आएको छु। त्यसैले आफूलाई रिसेट गरिरहेको छु, रिफ्रेस गर्न खोजिरहेको छु। त्यसैले आज चाहिँ बिहान 4:30 बजीतिर उठेँ, एकछिन फ्रेस भएँ, त्यहाँदेखि मेडिटेसन पनि गरेँ। त्यसपछि तकुर्न हेर्दैछु। डिसिप्लिन भनेको आफ्नो चोइस हो नि त। यदि कसैले केही गर्न लगायो भने हामी त्यो काम गर्नलाई हाम्रो माइन्डले नै अर्कै टाइपको सिग्नल दिन्छ क्या। त्यसैले हामी गर्दैनौँ होइन। यदि डिसिप्लिन भनेको त आफ्नो चोइसले गर्ने हो। यदि म सुतिरहेको भए सुत्न पनि सक्थेँ नि त, तर म हिँडिरहेको छु क्या। यो भनेको आफ्नो चोइस हो। त्यसैले डिसिप्लिनमा बस्न एकदम सजिलो हुन्छ, किनकि त्यो आफ्नो चोइस हुन्छ। हुन त कम्फर्टले अब पेल्छ नै, तर कम्फर्टलाई जित्नु नै ठुलो जित हो। यदि कम्फर्टलाई जित्न सक्यो भने दुनियाँ आफै जित्छ। सो एक दिनमा हुँदैन, एक दिन अवश्य हुन्छ। त्यसैले अगाडि बढ, आफ्नो हेल्थको लागि काम गर, तिम्रो लाइफ आफै बन्छ, त्यस्तो मलाई लाग्छ होइन। किनभने मैले 2 वर्ष आफ्नो हेल्थमा दिइसकेँ र आज मेरो माइन्डसेट कति स्ट्रङ छ त्यो मलाई मात्रै थाहा छ। सो अहिले चाहिँ राति छ होइन, बाहिर केही देखेको छैन। लेट्स सी गाइज, आज कति मिनट जति दौड्न सक्छु। अब चाहिँ जे भए पनि मान्छे उठिसकेको छ। कसैको घरमा त भजन पनि गन्किसकेको छ होइन। बल्ल आनन्द फिल भएको छ। म स्ट्रङ त छु होइन, तर पनि जब घरबाट निक्लेँ एकदमै अँध्यारो छ क्या। त्यहाँमाथि बच्चामा होइन घरबाट यति यो भूतको कहानी र यो तर्साउने कहानी भनेको छ नि, बाटै पछि एउटा गल्लीमा तर्साउँछ भनेर कहानी सुनेको छु क्या। त्यसले चाहिँ गरिरहेको छ। स्ट्रङ त म छु, तर बिहानको समयमा जतिसुकै नकारात्मक ऊर्जा भए पनि छुन सक्दैन भन्ने मलाई थाहा छ। तर पनि यो मन होइन अलिकति डराइरहेको थियो। बल्ल अब चाहिँ सास आएको छ, किनकि अब त मान्छेहरू उठ्न थालिसक्यो। कसैको उसमा भजन भएको बज्न थालिसक्यो र अहिले बाटो पनि अलिअलि देखिँदैछ। सो अब चाहिँ एकदमै आनन्द फिल भएको छ। नत्र भने अहिलेसम्म त होइन यति गाह्रो जस्तो भइरहेको थियो क्या। तर आज एउटा कुरा चाहिँ सिकेँ होइन, यदि तिमीलाई बिहान भाग्नु मन छ भने तिमी घरबाट निक्ल्यौ, पछाडि नफर्क, सम्झ्यौ कि पछाडि तिम्रो भूत छ, त्यसपछि भाग केटा, पछाडि हेर्दैन अरे। पछाडि हेरिस् भने त सकिस्। म चाहिँ आज त्यो युज गरेँ होइन। अगाडि हिँडेर जहाँ पुग्छस् एकछिनमा उज्यालो हुन्छ, भाग। काठमाडौँतिर दकुर्न त मजा आउँछ होइन, रोडमा लाइट साइट अलिअलि जे भए पनि हुन्छ नि। विदेशमा त एनी टाइम हुन्छ। तर विदेशमा म दकुरेको एक्सपिरियन्स पनि छैन छन त, तर लाइट चाहिँ एनी ठाउँमा हुन्छ क्या। सो काठमाडौँमा पनि अलिक ठिकै हुन्छ, गाडीहरू कुदिरहेको हुन्छ। तर गाउँमा त भाइ यदि कसैको मुटु कमजोर छ भने चाहिँ नदकुर। बिहान 6 बजेपछि उज्यालो हुन्छ, 6:30 बजेपछि, त्यसपछि दकुर है। तर दकुर्न चाहिँ दकुर। सो आफूलाई चाहिँ स्ट्रङ बनाउन। हुन त मेरो गोल नै अब कम्फर्टलाई जित्ने हो। सो हरेक चुनौतीसँग लड्ने छ। त्यसैले रमाइलो नै भइरहेको छ। फर्स्ट टाइम बिहान 4 बजे उठेर हिँडिरहेको छु। निन्द्रा पुर्याएर क्या, त्यही पनि निन्द्रा नपुर्याए होइन। 2 वर्षमा यति मजा आइरहेको छ नि। बिहान गाउँमा झन् त्यहाँ यस्तो फ्रेस हावा चलिरहेको छ। छन त चिसो छ, तर पनि भाइब यस्तो मजा छ नि, यस्तो पोजिटिभ एनर्जी आइरहेको छ। दकुर्न एकदमै मजा आइरहेको छ। ट्याक्क 4:30 बजे हिँडेको, अहिले चाहिँ 6:15 जस्तो भइसकेको छ। मेरो हातमा घडी त छैन होइन, नत्र टाइम देखाइदिन्थ्यो, तर समयले बताइरहेको छ। त्यसैले प्रुफको आवश्यक छैन होइन। सो गाइस, अब मैले चाहिँ के सोचेको छु भने नि, हाँडा हिँडिरहन्छु, जब उज्यालो हुन्छ नि, बाटो देखिन्छ, तब मात्रै म फर्किन्छु। जहाँ पुग्छु सोचिरहेको छु। किनभने मैले त पछाडि भूतलाई छोडेर आएको छु नि त, फेरि अहिले गयो भने त भूत देखिन्छ। त्यस्तो त होइन, जस्ट फन्नी होइन। माथि जाँदैछु। हेर गाइज, तिमीहरू भन्छ नि डिसिप्लिन मोटिभेसन कहाँबाट आउँछ। मलाई त मान्छेहरूले सोध्छ कि म त केही होइन क्या। डिसिप्लिन भनेको त आफ्नै घर परिवारमा हेर्न, तेरो मम्मी बाबालाई हेर, बिहान 5 बजे उठ्यो। हाम्रो त अझ गाउँमा छ होइन, बिहान 5 बजे उठेर बस्तुलाई घाँस पानी
यताउता बाख्रा निकाल्ने यताउता सबै धन्दा भ्याएर फेरि एकमुख चिया मात्रै चेपेर त्यसपछि फेरि घाँस काट्न जानुपर्छ क्या। त्यो सेड्युल घाँस काट्न जाने अब दिनभरिको सेड्युल त के हुन्छ होइन, तर जतिसुकै बिरामी होस् जेसुकै होस् के उठ्नै छ गर्नै छ। त्यो नगरे के हुन्छ थाहा छैन क्या। सो त्यो देख्दाखेरि होइन म आफूलाई केही जस्तो लाग्दैन क्या। म त कति न डिसिप्लिन गराएको छु भनेर देखाउनु खोजेँ जस्तो लाग्छ आफूलाई होइन। आफूलाई देख्दाखेरि पनि अचम्म लाग्छ। मैले त केही गरेको छैन, मैले त फेसिलिटी गरिरहेको छु। अब जस्तै उठ्याएको छु, काम केही छैन, आफ्नो हेल्थको लागि भनेको छ, आफ्नो लागि गरिरहेको छु नि त। तर मेरो मम्मी बाबाहरू होइन बिरामी होस् नहोस् म उठिनँ भने वस्तु मर्छ, यताउता खान पाउँदैन, यस्तो टाइपको हुन्छ क्या। सो अनि मेरो लागि चाहिँ मोटिभेसन त्यही नै हो। डिसिप्लिनको मेरो रियल गुरु भनेको उहाँहरू नै हो। हेर्छु मैले जस्तै अब डेभिड गोगिन्स, रोनाल्डो, यिनीहरूले मलाई इन्सपायर त गर्छ, तर मेरो आइडल भन्ने चाहिँ कोही छैन होइन। सो मान्छेहरू मोटिभेसन खोज्दै बस्छ, यसले त जिम गरेर बडी बनाइरहेको छ, योसँग त पैसा छ भन्ने सोध्छ क्या। अरे भाइ हो, म अहिले बडी बनाएको जिम गरेर होला के, जिम गरेर हो होइन भन्दिनँ, रियल ट्रुथ हो। तर मैले जब जिम गर्थेँ नि 6 महिना मैले यसरी होमवर्कआउट गर्थेँ, रनिङ गर्थेँ, पुसअप पुलअप सिटअप स्क्वाट्स यस्तै गर्थेँ क्या। सो बिस्तारै होइन मेरो माइन्डसेट चेन्ज हुँदै गयो। त्यसपछि म विदेश पनि गएँ, पैसा पनि भयो, सबै भएपछि मैले जिम जोइन गरेको हो। सो गाइज यो पैसा छैन, यो छैन, जिम गरेर बडी बन्छ, यस्तो उस्तो, यो चाहिँ सबै तेरो गलत फ्यामिली होइन, यस्तै सबै एक्सक्युजेस हो। सो आफ्नो एक्सक्युजेसलाई बन्द गर, जिम गर्न सुरु गर भन्दा नि होमवर्कआउट गर, एक्सर्साइज गर्न सुरु गर होइन भाइ। म यति ग्यारेन्टी दिन्छु होइन, यदि तैँले होमवर्कआउट गर्न सुरु गर्छस्, आफ्नो माइन्डसेटमा काम गर्छस् भने बिस्तारै त जिममा पनि अवश्य पुग्छस् के। यो पुरै किनभने ग्रोथको लागि रुट भनेको फिटनेस हो। फिटनेसको लागि जिम नै जानुपर्छ नि जरुरत छैन। जहाँबाट सक्छस् आफ्नो शरीरलाई दुःख दे। त्यो अगाडि त्यो ठुलो रुख देखिरहेको छ नि, यसो कान चाहिँ त्यो क्या, यो यहाँनिर होइन घ्याम्पे सालमा घ्याम्पो जत्रै ठुला के घ्याम्पो बनाउने जस्तै सालहरू हुन्थ्यो क्या। त्यही भएर घ्याम्पे साल राखेको अरे होइन। त्यो पनि एउटा बजार थियो पहिला होइन। म चाहिँ अब फर्किन्छु होइन। सो गाइस बाटो सर्लङ्गै भइसकेको छ, 6:40 भइसक्यो होला, 6:35 भएछ। सो अब चाहिँ म दगुर्नु पर्छ, 7 बजी त म घर पुग्नै पर्छ होइन गाइस। दगुर्नु पर्छ। अब मसँग कति 25 मिनट छ, मेबी 25 मिनटमा त पुग्दैन नै मलाई थाहा छ, किनभने आउनु मात्रै 1 घन्टा 5 मिनट लाग्यो, हिँडेर दगुरेर बिस्तारै अँध्यारो थियो। सो अब चाहिँ दगुर्दैछु। एक बिहानै उठेर दगुर्नुको मजा नै छुट्टै छ कि। अब एकछिनमा त गोर्खाको बस पनि आउँछ। जे भए पनि बाटो चाहिँ ठिकै छ होइन। त्यो चाहिँ पूर्व पश्चिम जोड्ने राजमार्ग भन्छ। बनाउनु थालेको चाहिँ 5-6 वर्ष नि बढी भइसक्यो कि। म 8 कक्षामा हुँदा सुरु गरेको होला सायद। काम एकदमै ढिलो भइरहेको छ। अहिले चाहिँ यतिको बनाएको रहेछ, मलाई त मजा आउँछ, सजिलो पनि भएको छ। अलिअलि हिमाल त देखिएको छ, तर पनि अझै क्लियर छैन होइन। मैले त देखेको छु, तर क्यामेरा अब्जर्भ भन्ने गरिरहेको छैन होइन। अहिले घाम लागेपछि त झन् दुईजनामा टिलिक्क टल्किन्छ कि। मेरो घर चाहिँ आउनु लागिसक्यो होइन, तर टाउकोदेखि खुट्टासम्म सब गइसक्यो होइन। 25 मिनटमा म पुग्छु भनेको थिएँ, अहिले 7:05 भइसक्यो। 30 मिनट त भइसक्यो। अब मेबी घर पुग्दा अझै 5 मिनट लाग्नेवाला छ। मजा त मजा आइरहेछ। बस गर्मी भएर मैले चाहिँ हुडी पनि खोलिदिएको छु, केही नहोस् भगवान् भरोसा, ओम नमः शिवाय। चाहिँ त्यो अगाडि देखिएको होइन, त्यो धारोमा फेरि नुहाउनु पर्ने छ। सो फाइनल्ली
घर आइपुगिसकेको छ। अब मात्र 3-4 मिनट, भोलि फेरि भेटौँला होइन नयाँ च्यालेन्जसँग। बाई बाई गाइज।